भ्याट बिल माग्ने बानी बसाल्नुहोस्। अब हरेक खरिदले दिलाउन सक्छ 10 लाख रुपियाँसम्मको पुरस्कार। अबदेखि पसल, होटेल वा रेस्टुरेन्टमा सामान वा सेवा खरिद गर्दा भ्याट बिल लिन नबिर्सनुहोस्। किनभने सरकारले सुरु गर्न लागेको नयाँ उपभोक्ता प्रोत्साहन लटरी कार्यक्रम अन्तर्गत तपाईले लिएको एउटै बिलले लाखौं रुपियाँको नगद पुरस्कार जित्ने अवसर दिन सक्छ। सरकारले आगामी साउन 16 गतेदेखि यो योजना कार्यान्वयनमा ल्याउँदैछ। यसको उद्देश्य उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रेरित गर्नुका साथै व्यवसायीलाई पारदर्शी रूपमा कारोबार दर्ता गर्न प्रोत्साहन गर्नु हो। कसरी सहभागी हुने? नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा 100 रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने सबै नागरिक यो योजनामा सहभागी हुन सक्छन्। यदि क्यूआर, बैंक कार्ड वा ई-सेवा, खल्ती जस्ता डिजिटल वालेटबाट भुक्तानी गर्नुभयो भने कारोबारको विवरण स्वतः प्रणालीमा दर्ता हुनेछ। विजेता भएमा प्रमाणका लागि सक्कल बिल सुरक्षित राख्नुपर्नेछ। नगद तिरेर खरिद गरेको अवस्थामा भने आन्तरिक राजस्व विभागको वेबसाइट वा मोबाइल एपमा बिल नम्बर, मिति, विक्रेताको प्यान नम्बर, रकम तथा आफ्नो विवरण प्रविष्ट गरेर सहभागी हुन सकिन्छ। महिनाको 1 देखि 15 गतेसम्मका बिलहरू 15 गतेभित्र दर्ता गराएमा 16 गते हुने लटरीमा समावेश गरिनेछ। कति रकम जित्न सकिन्छ? सरकारले स्वचालित कम्प्युटर प्रणाली मार्फत नियमित रूपमा विजेता छनौट गर्नेछ। दैनिक नगद पुरस्कार एकजना विजेतालाई 1,33,334 रुपैयाँ। हरेक 15 दिनमा बम्पर पुरस्कार एकजना भाग्यशालीलाई 10 लाख रुपैयाँ। पुरस्कार रकममा प्रचलित कानुन अनुसार 25% कर कट्टा हुनेछ। पुरस्कार दावी गर्ने प्रक्रिया। यदि तपाईको बिल विजेता बन्यो भने विभागले मोबाइल वा इमेल मार्फत जानकारी दिनेछ। साथै नतिजा विभागको आधिकारिक वेबसाइटमा पनि प्रकाशित हुनेछ। सूचना प्राप्त भएको 15 दिनभित्र सक्कल बिल, नागरिकता वा परिचय पत्र, प्यान नम्बर तथा बैंक खाताको विवरणसहित सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ। आवश्यक प्रक्रिया पूरा भएपछि पुरस्कार रकम बैंक खातामा जम्मा गरिनेछ। यी बिलहरू भने मान्य हुँदैनन्। व्यापारिक वा होलसेल प्रयोजनका खरिद, बिजुली, खानेपानी, टेलिफोन तथा इन्टरनेटका बिल, सवारी साधन खरिदका बिल, हवाई टिकट। एउटै बिलबाट एकपटक भन्दा बढी सहभागिता। किन महत्त्वपूर्ण छ यो योजना? यो कार्यक्रमले उपभोक्तालाई बिल माग्ने बानी विकास गराउने, करछली नियन्त्रण गर्ने र सरकारी राजस्व प्रणालीलाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ। अब सामान किन्दा बिल लिनु केवल अधिकार मात्र होइन, लाखौं रुपैयाँ जित्ने अवसर पनि बन्न सक्छ।